नमस्कार अनि हार्दिक नमन। म राज धमला निश्चल। माता तीर्थ औँसीको यो पावन अवसरमा मलाई जन्म दिने मेरी ममतामय माता, त्यसै गरी आमा र देश विदेशमा छरिरहनुभएका सम्पूर्ण आमाहरूलाई माता तीर्थ औँसीको यो परदेशी छोराको तर्फबाट हार्दिक नमन छ, प्रणाम छ, साष्टाङ्ग प्रणाम साथै नमस्कार पनि छ। र माता तीर्थ भनेको दुई अक्षरले बनेको आमा शब्द छ। आमा शब्दलाई यसरी बुझ्न सकिन्छ कि आमा देवी हुन्, भगवान हुन्, जसले सन्तानको खुसीको लागि हरेक दुःख त्याग्न सक्छिन्, जसले चुनौतीहरू झेल्न सक्छिन्। हो, हामी आमा बिना यो संसारमा अधुरो हुन्छौँ। आमाको माया यति माया छ, आमाले सन्तानप्रति गर्ने माया, र जो आमालाई हामीले माया दिनुपर्छ, सद्भाव दिनुपर्छ र हामीले असल सन्तानको कर्तव्य पुरा गर्नुपर्छ भन्दै यहाँहरूको माझमा एउटा कविता पस्किन गइरहेको छु, आमाको त्यो माया। र म परदेशमा टाढा भए पनि मेरी आमालाई झलझल सम्झेको छु, मेरी मातालाई, मेरी मम्मीलाई सम्झिरहेको छु। तपाईँले पनि सम्झिरहनु भएको छ र हामीले हाम्रा माता पिताहरूलाई सधैँ सम्झनुपर्छ, नमन गर्नुपर्छ। वर्ष दिनमा एकचोटि मात्र होइन, हरेकचोटि हामीले सम्झनुपर्छ भन्दै आमाको त्यो मायाको विषयको एउटा कविता यहाँहरूको माझमा सुनाउँछु। आमा तिम्रो काखमा हुर्के। आमा तिम्रो काखमा हुर्के, खेल्दै रमाएर ताते गर्दै हिँडाउँथ्यौ यी हात समाएर, ताते गर्दै हिँडाउँथ्यौ यी हात समाएर। आमा तिम्रो काखमा हुर्के, खेल्दै रमाएर ताते गर्दै हिँडाउँथ्यौ यी हात समाएर। आमा जस्तो यो संसार छैन कोही माया गर्ने, आमा जस्तो यो संसारमा छैन कोही माया गर्ने। आमा नै हुन् सन्तानलाई नयाँ नयाँ खुसी भर्ने, आमा नै हुन् सन्तानलाई नयाँ नयाँ खुसी भर्ने। तिम्रै कारणले आज यो संसार देखेँ मैले, तिम्रै कारणले आज यो संसार देखेँ मैले। तिम्रै माया यादहरू आउँछ रातिन जहिले, तिम्रै माया यादहरू आउँछ रातिन जहिले। आफै भोको बसिकन मेरो पेट भर्यो, आफै भोको बसिकन मेरो पेट भर्यो। मलाई ठुलो बनाउनलाई कति कष्ट गर्यो, मलाई ठुलो बनाउन कति कष्ट गर्यो। साक्षर तिमी देवी नै हौ, तिमी मेरी माता, साक्षर तिमी देवी नै हौ, तिमी मेरी माता। अर्को रूप धरती तिमी हौ जन्मदाता, अर्को रूप धरती तिमी हौ जन्मदाता। आमा बिना अन्धकार हुन्छ सबको घर, आमा बिना अन्धकार हुन्छ सबको घर। आमाको त्यो मायालाई भुल्न कसले सक्छ र, आमा बाबा भन्दा यहाँ कुन भगवान ठुलो छ र। आमा बिना सबको जीवन हुन्छ अर्को छाया, आमा बिना सबको जीवन हुन्छ अर्को छाया। भुल्न कसले सक्छ र यहाँ आमाको त्यो माया। आमा तिम्रो काखमा हुर्के, खेल्दै रमाएर ताते गर्दै हिँडाउँथ्यौ यी हात समाएर, ताते गर्दै हिँडाउँथ्यौ यी हात समाएर। हो, हाम्री आमाले हामीलाई भोको पेट बसेर हामीलाई हुर्काएकी हुन्, कति दुःख कष्ट सहेर हामीलाई हुर्काएकी हुन्। त्यसैले ताते गर्दै गर्दै हामीलाई यो संसारमा टुकु टुकु हिँडाएकी आमा, हामीलाई बोल्न सिकाएकी आमा, हामीलाई संस्कार सिकाएकी आमा, हामीलाई ठुलो बनाएकी आमा साक्षात देवी नै हुन्, भगवान हुन् र उहाँलाई सम्मान गर्नुपर्छ। विशेष गरी माता तीर्थको औँसीको दिन मात्र होइन, अघि पछि पनि आफ्ना सन्ततिले माता पितालाई, आफ्ना आमालाई सम्झिनुपर्छ, माया गर्नुपर्छ भन्ने यो सन्देशको धारणा तपाईँको माझ पस्केको छु। मन परे लाइक सेयर कमेन्ट गर्नुहुन्छ भन्दै, विशेष गरी माता तीर्थ औँसी बाहेक अघि पछि पनि हामीले हाम्रा माता पितालाई सम्झिनुपर्छ। कुनै पनि छोराछोरीले गर्दाखेरि अथवा छोराछोरीका कारणले हाम्रा माता पिताहरू वृद्ध आश्रममा जानु नपरोस्। करोडौँको बङ्गला भए पनि, लाखौँको सम्पत्ति भए पनि ती छोराहरूले आफ्ना माता पितालाई घृणा कहिले पनि नगर्नुहोस्। तर दुःखी छोराछोरी भए पनि आफ्ना माता पितालाई सम्झिनुपर्छ, माया गर्नुपर्छ, सद्भाव गर्नुपर्छ भन्दै म बिदा भएँ। तपाईँको बाँकी शुभ होस्। हवस् त, धन्यवाद, नमस्कार।